स्टार्ट। हामी चाहिँ अहिले भुवनेश्वरीमा छौँ। भुवनेश्वरी मन्दिरबाट फर्केर हामी अहिले चिया नास्ता गर्दैछौँ। चिया र मालपुवा खाँदैछौँ होइन त लुजा? तिमीले के खायौ लुजा? मामा लुजा के हो तिमी कट्टु मात्र लगाएर आएको आज? लुजाको चाहिँ त्यहाँ पोखरीमा डाइभ गरेर प्यान्ट सबै भिजेको छ। त्यही भएर उसको अहिले यो अवस्था छ। खुला खुला लागिरह होला नि त लुजा तिमीलाई त। रमाइलो भइरह होला। कस्तो घाम आयो मुखमा। मिठो छ है? न लुजा लुजालाई एउटा साथी पनि आएको छ अघिदेखि हाम्रो पछि आएर बसेको छ। ल खा भनेको भाग्यो। खा भनेको रस्ता 3 रुस्तो होला नि त्यसको नाम चाहिँ। छ्या लुजा मिठो लाग्यो लुजालाई खान थाल्यो। लुजाले पनि फर्स्ट टाइम यसरी मालपुवा खाँदैछ। मिठो लाग्यो लुजा मालपुवा? लुजाको हात छैन त्यही भएर हामीले खुवाइदिनुपर्छ। लुजाको हात चाहिँ त्यो गेम्सहरू खेल्नलाई मात्रै हो होइन? हुने मात्र भए त उसले चपाउन पनि लाउँथ्यो होला होइन लुजा? तपाईँ पनि खानु।